एउटा ट्याटु नाम लेखेर ट्याटु हानिदिनुहोस् के होइन किन हान्दैन हान्दैन अनि कति माया गर्ने रहेछ नि देख्छ नि हान्दैन कसै नाम ट्याटु किन सेन्सर बोलिन्छ हान्दैन हान्दैन मिसिनले हान्छ त्यही पनि ट्याटु हान्दैन के रे मिसिनबाट हान्नु पर्छ ट्याटु अरूको मिसिनले हान्ने हान्छस् म हान्ने जान्छस् हान्दैन अब मिसिनले केले हान्छस् त अनि मैले ट्याटु हान्दैन के किन हान्नुहोस् त नि ट्याटु मन्जिलो हान्दैन हान्दिन ट्याटु औडा रहेछ टिभी औडा रहेछ ट्याटु नि हान्ने हेलो भन् भाउजू भन् गीत मार्न गीत ल खरायो भाइ चाहिँ भाउसँग बोल्दैछ टक्क लाएर सो गुड मर्निङ गाइज आज चाहिँ हामी यो पिलिचो होइन गाइज पिलिचो भन्ने ठाउँमा छौँ ल अभागी रहेछस् त अभागी खरायो बिहान बिहान ढोका ठुनेर कोसँग बोल्थेर दिदीसँग देखाइछु त अब टिकटक को दिदी मेरो ठुलमम्मीको मम्मीको तँलाई गर्लफ्रेन्डहरूले किन अरूसँग बोल्यो भनेर कराएनन् खराएको मलाई के दियो मैले बोलिदिन्छु दिदीले मैले बुझेँ ल पट्या त्यो त म तेरो दिदी भनेर त्यही ल गाइज खरायोले हिजो यस्तो दाइहरूको पेट मिची हँसायो मेहनतको अमिर भाइको यहाँ मेहनतको पसिनाको यहाँ ढर्को बस्यो अरिङ्गलले टोक्या जस्तो सुन्ने छ अर्को हात देखाइन्छ प्रुफ साथी अनि दाइ चाहिँ आज रेस गर्नेले दाइको बाइक चाहिँ भाइले चलाउने रे भाइको बाइक चाहिँ गाडीमा हालेर छतमा हालेर काठमाडौँ पठाइदिने रे काठमाडौँ पठाउने रे कि तैँले चलाउँछ हर चलायो देऊ न देऊ है यसलाई ओए चलाइछस् चलाइदिनु न अनि चलाइके ओए अनि उहाँ सुर्खेतमा लगेर तेरो गर्लफ्रेन्डलाई घुमाएर आइज यहाँ बाटोमा सिक चलाउन चलाउन सकिन्छ मेरो बाइक त सकिँदा लास अल्गो हुन्छ अल्गो हुन्छ है गुरु गर्नु त अहिले एकैजना ठाउँ गएर बोल्नु पर्यो भने आफू त कराएकै जाने हो र गुरुको छ खरायो गुरुको छ आज मेरो खरायो र मेरो बोली चाहिँ एउटै होला जस्तो छ गाइज होइन अहिले तिम्रो डाङतिर गर्लफ्रेन्डको सम्पर्क छैन भनेपछि छैन म सम्पर्क छ च्याप्पै छैन सम्पर्क छ अनि डाङ आऊ तिमीलाई म आइफोन दिन्छु नि अब त आइफोनको बिरुवाले बोलेकोस् त टिभी गोल्टीगर हो होइन टिभी त्यतिकै बोल्दैन आइफोनको बिरुवाले मात्रै बोलेको मलाई उसले माया गर्छु भनेपछि मैले के गर्नु त नि र मायाको अगाडि केही छैन होइन माया एभ्रिथिङ फेयर इन लभ एन्ड वार भनेको यही हो यही हो खरायो भाइले ट्याक्कै मिलायो अनि यस्तो हो कि डाङ आयो भने हामी त दुइटाको रमाइलो हुन्छ घुमघाम हुन्छ भन्नुभएको थियो मैले अनि अस्ति तँलाई त्यो भिडियो हालेर म तँलाई पुलिस केस हाल्छु भन्ने त के गर्ने त्यो कुरालाई त्यो विषयलाई चाहिँ के लिन्छ अनि त्यो कुराले फेरि कस्तो हुने मैले त्यो भने होइन त्यो भने त्यसपछि भनेपछि मेरो घर परिवारले कुरा उठेनन् कहिले भने सरी रे अनि ए सरी नि खाइस् मलाई सरी के सरी भन्नु भयो र अस्ति त भन्दिस् त फोन हान भन्दिस् त अनि अस्ति र अनि माया बहडा त त्यही हो माया नबहडासँग फगाउनै पर्यो जाने खरायो भाइले ल गाइस तपाईँहरूले पनि हाम्रो खरायो भाइबाट इन्सपायर भएर चाहिँ माया गर्न सिक्नुहोस् है केटीहरूलाई पिट्न नसिक्नुहोस् नि पहिला त पिच्छु भन्थ्यो अरे बोक लाएर हान्छु भन्थ्यो अरे अहिले त नहान्ने भइसकेछ देख्नुभयो हामीले सबै भनेपछि स्वारीहरूले काम गरेन घरमा सासु आमालाई थर्काउनु भएर भाचङ्गुज गऱ्यो भने एक दुई झापा लाउनै पर्छ आफूले घर राम्रै काम गऱ्यो भने घरको राम्रै गऱ्यो भने त्यसरी पट्काउने माया गर्नु पर्यो अर्का छोरी ल्याएपछि त अनि आफूले त आफ्नै छोरी जसरी माया गर्नु पर्यो गरे अनि अर्का त्यो तँलाई आफ्नो बाआमा छोडेर आछन् तेरो घरमा भनेपछि त तैँले त धेरै सम्झाउनु पर्यो पिट्नु हात हाल्नै भएन बुझिनस् सम्झाएर चाहिँ यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो पर्यो सम्झाएर यसो गर्नु पर्यो उसो गर्नु पर्यो त्यस्तो चाहिँ लौटन मानिन भने जेसी गर भने छर्दिने आफूले पिट्ने पिट्न हुन्न बुझिस् कसैलाई पनि पिट्न हुन्न पिट्ने भनेको त ठुलो क्राइम हो बुझिस् कराइमा फेरि उनीहरूको दाइहरूको खुट्टा नै खान्छ आफूले फेरि दाइहरूले मुक्का हाने भन्दाखेरि तर खुत्रुकै बसिन्छ नि त के भन्दैन होइन कानमा र खुट्टा समाएर ताने भन्दा त्यो खरायो कान लामो हुन्छ ल एकचोटि त्यो तेरो सिग्नेचर स्टाइल हान्ने ल यो चाहिँ खराएको सिग्नेचर स्टाइल है गाइज हाजाबाट राखेको अब तेरो त्यो हो क्या तेरो सिग्नेचर भनेको खरायो तेरो आफ्नो सिग्नेचर स्टाइल जाओस् ल बवाल छ गाइज अब हामी रेडी हुन्छौँ र जान्छौँ सो बाटोमा आज अर्को टेक्निक सिकै दाइलाई हँसाउने फेरि होइन हिजो आज यो सिग्नेचर भयो अब अर्को सिग्नेचर